हेलो साथीहरू नमस्कार। आज मसँग चाहिँ एउटा अचम्मको घटना घटेको छ। मैले चाहिँ यो मौरी घारमा माथि सुपरमा चाहिँ कति चाहिँ महलाएको रहेछ भनेर हेर्दाखेरि चाहिँ यसरी कुमारी रानी चाहिँ माथि कुदिरहेको देखेँ र यसरी मैले कुमारी रानीलाई केजमा हालिसकेपछि अब यसमा अरू पनि क्विन्सेल लगाएको छ कि भनेर म चेक गर्दै जाँदाखेरि जम्मा 3-4वटा यिनीहरू गोला विभाजन भएर जानको लागि 3-4वटा टुटी लगाएको रहेछ र अब यिनीहरू जानुभन्दा अगाडि अब यिनीहरू जाँदा त हामी कता उइन्छ देखिँदा अठ्याउने हो, नत्र यिनीहरू भागेर जान्छ। त्यही भएर यो घारलाई मैले घार विभाजन गर्न गइरहेको छु र नयाँ कुमारी रानीलाई चाहिँ मैले क्याच गरिसकेको छु। साथीहरू यसरी मैले यसबाट 4टा फ्रेम, यो तल्लो नयाँ घार पुरानो रानी मौरी भएको चाहिँ यसरी नयाँ घारमा 4 फ्रेम राखेर माथि अरू बाँकी फ्रेम राखेर कुमारी रानीलाई मैले माथिको घारमा छोडिदिइसकेको छु। र साथीहरू अघि गरेको घार विभाजन गरेको यो पुरानो रानी मौरी भएको घारलाई चाहिँ तपाईहरूले 1 किलोमिटर या 2 किलोमिटर पर लगेर राख्नुपर्ने हुन्छ र साथै यसमा हजुरहरूले आधार चाकाहरू दिँदा चाहिँ राम्ररी काम गर्छ। र यसरी हामीले स्कुटरमा लिएर आउँदाखेरि चाहिँ यो मौरीहरू खलबलिएर यता आफ्नो चाका छोडेर साइडमा आएर बसेको छ र यिनीहरूलाई चाहिँ हामीले अब चाका बच्चा भएतिर पठाउनुपर्छ बिस्तारै नरम हातले, किनभने यिनीहरूले धेरै त्यो चाका कभर गरेन भने बच्चाहरू मर्न सक्छ। त्यही भएर यसरी हातले यिनीहरूलाई पर ठेलिदिनुपर्छ, यिनीहरू आफै जान्छ। यहाँ देख्न सक्नुहुन्छ मौरीहरू मैले अलिअलि चलाइदिइसकेपछि आफ्नो चाका भए ठाउँतिर यिनीहरू जाँदैछ। र अब यो घारमा चाहिँ हामीले 1-2 दिनसम्म यसरी क्विन गेट राखिदिनु पर्ने हुन्छ। यिनीहरू चाहिँ कहिलेकाहीँ खलबलिएर नयाँ ठाउँमा आएकोले गर्दाखेरि चाहिँ भागेर जाने सम्भावना हुन्छ र यो क्विन गेट चाहिँ हामीले धेरै दिन लाउन मिल्दैन, किनकि भित्र भाले मौरीहरूको सङ्ख्या छ। त्यही भएर भाले मौरी यसमा आउजाउत गर्न सक्दैन। त्यही भएर हामीले यो 2 दिनसम्म मात्र लगाउनुपर्छ। र हेर्नु सक्नुहुन्छ साथीहरू, यो घारमा चाहिँ मैले 3 फ्रेम मौरी राखेको छु र तपाईहरूले मौरी विभाजन गर्दाखेरि चाहिँ 3 फ्रेमभन्दा मुनि गर्नुभयो भने चाहिँ मौरीहरू फस्टाउन अलिकति टाइम लाग्ने, यिनीहरूलाई चाकर बढी चाहिने हुनाले तपाईहरूले 3 फ्रेमभन्दा सकभर त 5 फ्रेम हो, तर मैले चाहिँ 3 फ्रेमले छुटाएको छु। र यो घारमा भोलिपल्ट यसरी हेर्दाखेरि चाहिँ मौरीले कुट बोक्न सुरु गरिसकेको छ। अब यो मौरी चाहिँ सक्सेस भयो भनेर बुझ्नुपर्छ। त्यही भएर मैले अब यो क्विन गेट झिक्न गइरहेको छु र मौरी यहाँ राखिसकेको छु।